राजाको चौतारा ओडा नम्बर 32 भनेको मान केटा के बित्ती त 32 आजको घाम हामी सेलाई सक्यो फक्सिट पहिला थियो साइकललाई पहिले फाट्छ सब ठीक धम्किन दे कहिले धम्किन दे मेरो केटाहरूलाई कहिले धम्किन दे हार्ने बानी छैन खेलमा मेरो भित्री आत्मा तले सल्किन दे धम्किन दे सबलाई चम्किन दे जसले आगो लाउँछ त्यसलाई चम्किन दे ठुलो खाल अब सुरु भयो मेरो तुरुप चाल तले पल्टिन दे अघि आउनेलाई पछि पारी पोखरेली पारा लिएर आएको हामी केटाहरू सिनमा खतरा पूर्व पश्चिमदेखि राजधानी धेरै पछि खेलमा आयो पाली सबैजना अब भाग साथी एउटा निप्चारको सल्किन्छ यो खेल होइन भाइ आगो लागि केटाहरू मेरो नाकामा होस् गरिहिन सबै ढाका छ अन्डरग्राउन्डबाट बाहिर आए खै झारेहरूको टोली काका छ हाम्रै बस्ती हाम्रै इलाका छिरेर देखान नाकाल गाह्रो पर्दा दाइहरू चाहिन्छ के उखाड्दैन साठा त कमब्याक अब डिसाउँछ म बोल्न थाल्यो यो रिसाउँछ खतरा ऱ्याप मान्छु भन्दै हिँड्छ यसले ऱ्याप होइन भाइ गीत गाउँछ सुते बाघलाई किन जिस्काउँछ पारा हाम्रो जले पिसाउँछ मेरो बोलीले तँलाई बोल्न सक्छ सासबाट पनि बिसाउँछ के बोली राख्छस् त्यो सोच छैनस् क्या हो भाइ त पनि होसमा चुपचाप लागि ठाउँमा बस फेरि छिर्नु पर्ला तेरो गल्ली र चोकमा लागिरहेछ गलत दोष नचम्किँदा हुन्छ भाइ अरूको फोर्समा पारा तात्दैछि झम्टिने हो सक्दैन हामीलाई रोक्न लेखनाथमाथि टोलिया छ यो चाहिन भन्दा धेरै बोलिरहेछ तेरो बस्तीमा हाम्रो गाडी गुड्छ भेटमा आम्ने सामने टोली